एउटा कुरा हो कि होइन? अब हाम्रो लागि त म गीत गाउँछु अघिनैबाट यहाँ आमा बुबाहरू यहाँ बसिरहनु भएको छ। आमा बुबाहरूको लागि चाहिँ जहिले पनि म कार्यक्रममा जाँदाखेरि एउटा भजन चाहिँ गाइदिन्छु, किनभने आजसम्म आउनुभएको सबैजनाको आजबाट चाहिँ पाप नाश भएर यहाँबाट फर्किँदा राम्रो भएर जान पायो भने मजा आउँछ हो कि होइन? महाराज प्रेसिडेन्ट सुखदेव स्वामीलाई बताउँदा त्यसरी रमाइलो भएको बेलामा जसले नाच्दैन, जसले ताली बजाउँदैन, त्यस्तालाई भगवानले पापी बक्सिन्छ। जसले धर्म कमाउन चाहन्छ सबैले हातमा लिएर ताली बजाइदिई बक्सेन। बल्ल ताली बजाउनु। हे तुलसी पुरातिर बल्ल त भयो रमाइलो, तुलसी पुरातिर बल्ल त भयो। सबैले बल्ल नाच्नु रह्यो। तुलसी पुरातिर बल्ल त भयो रमाइलो, तुलसी पुरातिर बल्ल त भयो रमाइलो, तुलसी पुरातिर। अब के सरकार बाँधे दुला अल्लाह हो। यसरी नाच्यो भने, यसरी गायो भने मरेपछि स्वर्ग जाने बेलामा राम्रो बाटो भएर जान पाइन्छ। जसले नाच्दैन, जसले ताली बजाउँदैन, त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा बाटो झुक्किन्छ। कसरी बाटो झुक्किन्छ भने अब यहाँबाट फेरि कुन बाटो स्वर्ग जाने बाटो तल्लो हो कि माथि, स्वर्ग जाने बाटो तल्लो हो कि माथि, स्वर्ग जाने। अब त परेको त भएर बदलाइन्छ। बोलिए दोस्तों तुलसीपुर महोत्सव की। धेरै धेरै धन्यवाद छ। अब यति भएपछि आजसम्म गरेको पाप नाश भइगयो र आजबाट पाप नगर होइन। र अब पनि हजुरहरूले अत्यन्तै मन पराइदिनु भएको गीत बस्यो होला के बाटो।